शिव शंभू हर हर भोले शिव शंभू हर हर भोले शिव शंभू जय जय शिव शंकर शिव शंभू हर हर भोले शिव शंभू हर 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 भोले शिव शंभू जय जय शिव शंकर शिव शंभू हर हर भोले शिव शंभू हर हर भोले शिव शंभू जय जय शिव शंभू। यहाँबाट हाम्रो चाहिँ के कुरा थियो भनेदेखि घुम्न त जाने तर कहाँ जाने भन्ने कुरोहरू आज कतैतिर महादेवको मन्दिरमा दर्शन गर्न जाउँ न त अनि भनेर चाहिँ हामी हिँडेको थियौँ। डोलेश्वर महादेवको हामीले आज दर्शन गर्न सौभाग्य पाएको छौँ। त्यहाँ हामी पक्कै पनि दर्शन गर्न जानेछौँ र त्यस पछाडि हामीले खानासाना के खाने पर्नेछ त्यो दर्शन पछाडि मात्रै खान्छौँ भनेर सोचले चाहिँ नुहाइधुवाइ गरेर घरबाट एका बिहानै त के भनौँ 9:30 जति बजिसकेको छ। 9:30 बजेछ हामी यहाँ चाहिँ अनुदयको पर्खाइमा बसिरहेका छौँ। एकदमै रमाइलो हुन्छ। तपाईँहरूले पनि लाइफको इन्जोय यसरी नै गर्नुहोस् होइन। हामीहरू अब हुनु 40 वर्षका माथिका यङहरू हौँ र पनि हामीहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ यसलाई चाहिँ कसरी सेलिब्रेट गर्ने कसरी हामीले इन्जोय गर्ने लाइफलाई भनेर चाहिँ सोचेर हामीहरू आफैले एउटा इनर्जी दिएर चाहिँ हामी हिँडिरहेका छौँ। हामीले लाइफको मजा यहीँबाट लिनुपर्छ। लाइफ भनेको छोटो छ, लाइफलाई कसरी बाँच्नुपर्छ भन्ने कुरो चाहिँ हामीहरूले यहाँहरूलाई भन्न खोजेको होइन। यहाँ सबैले हामीभन्दा रमाइलो पनि गर्नुहुन्छ होला, हामीभन्दा विभिन्न ठाउँमा जानुहुन्छ, तर जसले जहाँबाट जे रमाइलो गर्न सक्छ त्यही नै रमाइलो हो। त्यसैले यो सानो समयलाई तपाईँहरूले कसरी सदुपयोग गर्नुहुन्छ त्यो सदुपयोग चाहिँ गर्नुहोस् भनेर चाहिँ म भन्न चाहन्छु। ल अब के कस्तो हुन्छ म तपाईँहरूलाई चाहिँ अगाडि देखाउने छु। भाउजू यहाँबाट आउँदै हुनुहुन्छ हाम्रो भाउजू ढोगरे तपाईँ ढिलो गर्नुको कारण चाहिँ के हो? एक त ढिलो उठेँ 9 बजे होइन, 9:30 बजे जाने भने त्यसपछि टोइलेट बाथरुम जाँदाखेरि फोन लगाएको थिएँ, उसको फोन आएर आज धेरै नै ढिलो भयो। तपाईँ फेरि यताबाट आउनुभयो, भाउजू यताबाट आउनुभयो, एभरेस्टमा बस्नु भन्नुभएको छ, किन कारण चाहिँ के हो? सुविधा रहेछ कि यतातिर, मैले त एभरेस्ट होटलमा चाहिँ बस्नु भनेर। ल भाउजू तपाईँ किन ढिलो किन गर्नुभयो? ए ल उहाँलाई अप्ठ्यारो छ कहीँ बस्ने कि तपाईँलाई अप्ठ्यारो भएछ भने बसौँ कहीँ। ल कति कहिले खानुभएको? ए त्यसको ड्रजिनेस चाहिँ गर्छ त्यो खोकीको औषधिले। सक्दैन त्यो। ल ठिकै छ। अब हामी यहाँ हिँड्दैछौँ। अब तपाईँहरूलाई चाहिँ मन्दिरतिर बाटोमा के कस्तो हुन्छ त्यो देखाउँदै जानेछ। यहाँ जगातेभन्दा सूर्यविनायक जगातेभन्दा अगाडि दाहिने साइडतिर यो गेट देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँबाट चाहिँ हामी दाहिनेतिर लाग्दैछौँ। यो हाम्रो डोलेश्वर महादेव जाने बाटो रहेको छ। हेलमेट पनि त्यहीँ राख्यो र फुलमाला यहाँ लिएको छौँ। फुलमाला यसो हेर्न सक्नुहुन्छ, फुलमाला यसो लिएको छौँ। हाम्रो भाउजूहरू एकदम प्रफुल्लित मुद्रामा हुनुहुन्छ। यहाँ आइसकेपछि जो कोहीलाई पनि एउटा छुट्टै भानु हुन्छ हेर्न सक्नुहुन्छ। प्रत्येक मठ मन्दिरहरूमा चाहिँ हाम्रो यस्तै। हेलो दाइ। हेलो दर्शन गर्नु दाइ। ल कस्तो लाग्यो? खुसी लाग्यो दाइ? एकदम। हामी हिन्दूहरूलाई चाहिँ डोलेश्वर आउनु पाए के चाहियो? डोलेश्वर महादेव केदारनाथको छिर जय महादेव ओम नमः शिवाय। केही भन्न चाहनुहुन्छ तपाईँलाई हेरिरहेको दर्शकहरूलाई? कि श्रावणको महिना छ, मिलेसम्म भ्याएछ एकचोटि डोलेश्वर महादेवको दर्शन गर्नुहोस्। सकिँदैन भने घरबाटै महादेवलाई हर हर महादेव भन्नुहोस्, त्यो नै काफी हुन्छ। जय शम्भु। जय शम्भु। अहिले हामी यहाँ डोलेश्वर मन्दिरमा आइपुगेका छौँ। यो डोलेश्वर मन्दिरको बाहिरपट्टिको दृश्य तपाईँहरूलाई देखाउँदैछौँ। हे प्रभु जय शम्भु। डोलेश्वर बाबा की जय। त्यहाँबाट यहाँसम्म हिँडेर आउनुपर्छ।
धेरै टाढा छैन हेर्नुहोस् यहाँ लगभग 200 मिटरको डिस्टेन्समा चाहिँ हामी ठ्याक्क मन्दिर दर्शन गर्न आइपुग्छौँ। धेरै टाढा छैन, त्यति अप्ठ्यारो मान्नु पर्दैन। तपाईँहरू यहाँ हेर्नुहोस्। सायद चप्पल जुत्ता हामीले यतातिर राख्नुपर्ने हुन्छ होला। यहाँ यसरी चप्पल जुत्ता राख्ने ठाउँहरू चाहिँ बनाइएको छ। सबै मन्दिरहरूमा चाहिँ यस्तो यस्तो कुरा बनाइदिएकोले चाहिँ चप्पल जुत्ताहरू नहराउने र भनौँ न सुरक्षित रहने र यसले गर्दाखेरि धर्मावलम्बीहरूलाई अलिकता सहजता पनि महसुस हुने गर्दछ, जसले गर्दाखेरि चाहिँ भित्र गएर आनन्दले दर्शन गरेर चाहिँ आउने र फेरि कुनै आफ्नो चप्पल जुत्ताहरू लगाएर चाहिँ ल यहाँ मेरो भाइ भेट्नुपर्छ। भाइलाई चाहिँ स्वागत छ मेरो ब्लगमा। सेम टु यु। के दर्शन गरिसक्यो? भइसक्यो। ए को आउनुभएको? म बुढी छोरी। तिनजना चाहिँ परिवारहरू यहाँ दम्पतिहरू चाहिँ यसरी दर्शन गर्ने आउने प्रचलन छ। अहिले त्यही हिसाबबाट चाहिँ दर्शन गर्न आइएको छ। यहाँ भेट्न पाइयो, धेरै खुसी लागेको छ। हाई नानी हाई, के नाम हो तिम्रो? राजश्री। वाउ, मेरो भान्जीको नाम पनि राजश्री हो। ल आज राजश्री भनेर भेटियो। ल उसो मन्दिरको भित्र प्रवेश गर्दैछु। मन्दिरको भित्र चाहिँ के कस्तो हुन्छ ल यहाँ दर्शन गर्न सक्नुहुन्छ है। डोलेश्वर महादेवको तपाईँहरूले यहीँबाट दर्शन गर्न सक्नुहुन्छ। मन्दिरभित्र दृश्य हामी यताबाट आएको अङ्गनदेखि हर भोले शिव शंभू, हर भोले शिव शंभू, हर भोले शिव शंभू, जय जय शिव शंकर शिव शंभू। हर भोले शिव शंभू, हर भोले शिव शंभू। पछाडितिरबाट चाहिँ मन्दिरको स्वरूप यसो देख्न सक्नुहुन्छ। पछाडितिरबाट म ठ्याक्क पछिल्लो भागमा आएर हेरिरहेको छु। यो लाइन यसरी लागिरहेछ। उत्तरपट्टि साइडमा बनाइदिएको छ। यो जसले गर्दाखेरि चाहिँ धर्मावलम्बीहरू यदि घाम लागेको छ भने पनि यहाँबाट चाहिँ लाइन लागेर होइन निर्बाध रूपमा चाहिँ बसेर चाहिँ दर्शन गर्न सक्नुहुन्छ। महादेवजीको महान
यतातिरबाट यसरी गरेर त यहाँ अन्नपूर्ण माता र 108 शिवलिङ्ग मनोकामना माता भनेर चाहिँ यतातिर छ। तपाईँ ठ्याक्क मन्दिरको ठ्याक्क दक्षिणपट्टि साइडबाट यसरी जान सक्नुहुन्छ। तल हेर्नुहोस्, यसो देख्न सक्नुहुन्छ। यहाँ शिवलिङ्ग 108वटा शिवलिङ्गहरू छ अवस्थित छ। यहाँबाट आएर पनि तपाईँले सुरुवात गर्न सक्नुहुन्छ। यसरी यहाँबाट यसरी सुरुवात गर्न सक्नुहुन्छ। जय भीमशम्भो। तपाईँहरूलाई पनि यो डोलेश्वर महादेवको चाहिँ यहाँ 108 कुण्डमा चाहिँ तपाईँहरूले यो घन्टी सुनेर दर्शन गरेर चाहिँ अवलोकन गर्नु। यहाँ मन्दिरभित्र चाहिँ त्यो हामीहरूले चाहिँ फोटो नलिन मिल्ने भएकोले चाहिँ मैले यहाँ मन्दिरभित्र आएर यहाँ यसो हेर्न सक्नुहुन्छ। मन्दिरको गेट चाहिँ लगाइसकेको छ। अनि भित्र गएपछि चाहिँ दर्शन गरिसकेपछि उहाँ गुरुले चाहिँ मलाई यो माला लगाइदिनु भएको छ। गुरुलाई धेरै धेरै धन्यवाद है। हुनसक्छ ब्लग गरिरहेको मान्छेहरूलाई चाहिँ अलिकता विशेषली सम्झिनुहुन्छ र यो डोलेश्वरलाई चाहिँ अझ प्रख्यात भन्नु ख्याति पाउनको लागि यो गरेको हुनाले चाहिँ हुनसक्छ उहाँहरूले हामीहरूलाई पनि त्यसको लागि सम्मान गर्नुभएको हुन सक्नुहुन्छ। त्यसले गर्दाखेरि मैले यो माला पाएको छु। जय भोले, जय डोलेश्वर महादेव। ठ्याक्क छेउमै अवस्थित यहाँ आएर यहाँ यसरी चाहिँ टिका लगाउने चलन छ। टिका लगाएर म टिका लगाउनु गइरहेको दर्शन गरेर चाहिँ बाहिर फर्किने क्रममा छ। गेटबाट चाहिँ एउटा जानुभन्दा पहिले एउटा चाहिँ स्न्याप लिउँ भनेर चाहिँ डोलेश्वर महादेवको दर्शन गरियो। अब खोइ अब के गर्ने हो दाइ दाजु, अब के गर्ने? अब अगाडि यहाँ मेरो मम्मीहरू पनि आउनुभएको छ, भाइहरू पनि आएको छ, उहाँहरूलाई पनि भेट्छौँ। अब भगवान् शिवजीको पनि लीला कस्तो अपरम्पार छ। धेरै वर्षपछि भेटिरहेको छु। हाम्रो पहिलेको जनप्रतिको भाउजूहरू हुनुहुन्छ, गाउँले भाउजूहरू, उहाँहरू यहाँ अहिले धेरै भेट्नुभयो। उहाँ भेटिसकेपछि मेरो मम्मी माई मदर है यहाँ भेट्नुहुन्छ। यहाँ मेरो भाइ भाउजू ल सबैजना यहाँ चाहिँ दर्शन गर्न आउँछु। हामी भेटेछौँ डोलेश्वर महादेवमा।
अब फोटो खिच्न लागेको छौँ अहिले धुलेश्वर धाम गयो नि त भक्तजनहरू यति साह्रो भिड हाम्रो साथीभाइहरूले मेरो भाइले ल भोक लगाएर सेल खाँदै हुनुहुन्छ उहाँ प्रसन्न मुडमा हुनुहुन्छ आज एकदम किनभने यो डोलेश्वर महादेवको शिरको यो माला चाहिँ उहाँले लाउने अवसर पाउनु भएको छ हामीले चाहिँ पाइनौँ जस खुसी छु हामी पनि हाम्रो दाजुभाइ हाम्रो साथीभाइ सबैको कल्याण होस् राम्रो होस् र हाम्रो अब ह्यान्डसम गाई छ है कस्तो ह्यान्डसम देखा हो एउटा टिकटकमा अभिनय गरिदेऊ नि त मेरो टिकटक हेर्नु रहेछ राम्रो लाग्छ गीतहरू स्लेट चाहिँ एकदम बेस्ट लाग्छ ए जिमु लिन खोज्यौँ केही भयो भने लौ हुन्छ जिमु यो दालमा चाहिँ झानेर खाने कुरो हो हामीले प्राय यो टिमुर भयो यो चाहिँ यो सिलम यो सिलम यो भाङ अनि यो आलस मेथी बकुला सिमी यो चाहिँ क्वाटीहरू यसरी छ हेलमेट यसो राखेका थियौँ बाइकहरू यतातिर छ यसरी राखेको छौँ अब हामी डुलेश्वर महादेवको दर्शन गरेर डुलेश्वर महादेव डुलेश्वर महादेवको दर्शन पश्चात हामीहरू पुनः फर्किएर सन्तानेश्वर महादेवको दर्शन गर्नतर्फ अग्रसर भएका छौँ। अब अर्को ब्लगमा हजुरहरूलाई सन्तानेश्वर महादेवको दर्शन गर्न लानेछौँ। धन्यवाद। गर्ने है हामीलाई कहाँ कुदाएको रिसाएर है हामी बिर्सेर उतातिर जाने भनेको भरेभन्दा त ठिकै ठाउँमा आएका छौँ होइन पाइएको हामी यहाँ अहिले जुन मन्दिर जाने क्रममा चाहिँ हामी अहिले ठ्याक्क सन्तानेश्वर महादेव जाने भन्ने बाटोमा छौँ अन द वे छौँ। यहाँ हामी यो यहाँ जुन तपाईँहरूले सुन्दै आउनुभएको छ गोदावरी भनेर गोदावरी अवस्थित बिचमा हरसिद्धि नआइपुग्दै हामी यहाँ बाटोमा चाहिँ ग्राउन्ड सेकोमा चाहिँ हामी खानालाई चाहिँ आफ्नो बिहानको भोजन गर्नलाई हामी यहाँ छिरेको छौँ। भाइ भोक लागेको हो कस्तो छ? दुई बजिसकेको अवस्था छ। ल अब हामी खान्छौँ खाएर त्यस पछाडि के गर्छौँ देखाउँछु तपाईँलाई। अब यो यहाँबाट चाहिँ हामी कुन ठाउँमा जान्छौँ रे भाउजू? सन्तानेश्वर महादेव जान्छौँ।